मर्निङ साथीहरू, छौँ बहिनी रेबेका पनि छ। सायद अब यो हाम्रो यो सालको लास्ट भिडियोहरू होला। र बहिनी पनि कोरिया जाँदैछ काम गर्नको निम्ति र दामी भ्यू आएर चाहिँ ओद्लाबाडी क्रस हुँदैछ। कसलाई भोक लागेछ अरे? मलाई भोक लाग्दैछ। मलाई पनि डर लाग्दो भोक लाग्दैछ। दुई थाल खाएको भाउजू यति भात ल्याइदिएको थियो कि के रे? दुई थाल खाएको यति भातहरू ल्याइदिएको थियो कि माग्दैन होला भन्छ भात छ अझै अरे तातो भात अन्त माछाको त्यो यस्तो मिठो भएको थियो। अन्त कसरी नखानु भन त? खानु भयो नि त्यो पनि ढिलो खाएको अन्त कस्तो ढिलो खाएको खाना साढे 10 बजीतिर खायो खाना पाक्यो त बसाएको छैन अरे कि आरो छुटेको हो? पनि छ होइन 10-15 खाना बसाएको त पाकिहाल्यो। 10-15 मिनट पाकिहाल्यो कुकरमा पाए भात चाहिँ सफ्ट हुन्छ नि नि, मजा आउँछ खानु क्या। चिप्लो चिप्लो तातो मिठो तातो मजा लाग्यो। म चाहिँ त्यसरी तातो खाने भनेर बस्नु अहिले एकछिन त्यसमा चाहिँ अब कालो दाल थियो हो, पिस पनि अब जोडियो भने चाहिँ दामी देख्छ। अब यही ब्रिज भएरै जानुपर्छ हामी पनि अब अहिले। यताउति प्लेन चलाउँदा पो त्यस्तो गर्नुपर्छ होइन, यो बटन यस्तो उता त्यही त है दिँदैन अब यसमा पाइला जत्तिकै यताउति चलाइरहेको हुन्छ। ल अब हामी आइपुग्यौँ मिनामर आइपुग्यो। त्यही बहिनीकोमा जाने कि? ल साथीहरू, मलाई परोठा आइपुगेको छैन। ल यहाँ चाहिँ अब यो मिना मोडमा चामले भात खाँदैछ यिनीहरू चाहिँ। मैले चाहिँ रोटी मगाएको छु। के पाउँछ यो चाहिँ यताबाट लेफ्ट साइडको लास्ट दोकान हो, जाँदाखेरि सिलगढी जाँदाखेरि लेफ्ट साइडको लास्ट दोकान हो। त्यसरी ब्लगिङ गर्नु पनि साह्रो छ यहाँ हो। म मोबाइल यहाँनिर चाहिँ हामीले खाना खायौँ। अब चाहिँ हामी लाग्यौँ फेरि अगाडि। यसमा त उस पनि छ होला है, तितिरी पनि। कोटको एकदम मेन गाउँ बरगाछ पार भयो। पर देखेको चाहिँ तपाईँको त्यही हो सेलरोटी। त्यो ब्रिज हुँदै आज जाँदैछौँ। आज कता जाउँ भनेर सोचिरहेको थियौँ। जाउँ त आज डब्लिङ भ्यू पोइन्ट भनेर चाहिँ निस्केको। ल यहाँ चाहिँ हामी मेन बाटो भेट भयो। ये सेलरोटी ब्रिज का भतिजा मामा ऊपर ही है, काका हेर्न सक्नुहुन्छ। अब यहाँबाट चाहिँ सेलरोटी ब्रिज। यो सेलरोटी ब्रिज सुरुमा त मान्छेहरू पग्ला भएको थियो नि यहाँ। अहिले त यहाँसम्म मान्छे आउनु दिइरहेछ हो, बुझ्यो? नदिए पनि दिँदैन, रोकेर खिचेर भागिहाल्नुपर्छ। साथीहरू यही हो सेलरोटी बागडोग्रा कफी। यहाँ चाहिँ हतपत पुलिसले रोक्नु दिँदैन नि त हो। आज चाहिँ यसो पुलिस छैन रहेछ, रोक्नु दिइरहेको छ आज हो। त्यो भएर चाहिँ आज यसो खिचिहालौँ भनेर बनाइदिएको नि भिडियो। यस्तै रफ बाटोहरू पनि छ जहाँ चाहिँ बाटो बनाएको छैन, बन्दै रहेका, खराब होते रहेका, फेरि रिपेयरिङ चल्दै रहेका। जाँदैछौँ बिच बाटोमा पुग्यौँ। अब अझै 30 किलोमिटर जस्तै छ पुग्नुको लागि। सो लगभग अझै 1 घन्टा 10 मिनट 5 मिनट लाग्छ। जुन भएको छ बाटो यहाँ पुरै धस्किएको छ। यस्तो घुम्नु पर्छ सिधै गयो भने त अन्त है। यहाँबाट चाहिँ हामी राइट जानुपर्छ। यो चाहिँ बरबोटको बजार। पछि उताको बाटो बन्ने भने चाहिँ यो बाटो चाहिँ बाइपास हुन्छ। यो बर्खामा आएको थियो पनि बिच बाटो पनि थिएन, यो नाला पनि थिएन। रानीपुल 136 किलोमिटर हो तपाईँको 52 गाउँ। के छ पछाडिको मान्छेको हालखबरहरू? सुतेको छैन पुरा इन्जोय गरिरहेको छु भने पुरा इन्जोय। यहाँ कि चाहिँ पुरा इन्जोय गर्दैछु। अल्छी लाग्दै इन्जोय। यहाँ खिचेको होला यो चाहिँ हो तपाईँको निम्बोङ बजार। सानो बजार, चिटिक्कै बजार, पहाडको बिचमा। क्या दामी, कस्तो मजा लाग्छ होला बेलुका यहाँ सब्जीहरू किन्नु। साथीहरू सोच्नुहोस्, यहाँ डल्लै बजार लागेको हुँदाखेरि तपाईँ सब्जी किन्न आउनुहुन्छ, मासु किन्न आउनुहुन्छ। क्या दामी जग्गा छ। गोरुबथान यता, लाभा पनि यतै। अब चाहिँ हामी पुग्नु आँट्यौँ। अब 10 किलोमिटर 10-11 किलोमिटर छ। त्यहाँदेखि हामी डाब्लिङ भ्यू पोइन्ट हामी पुगिहाल्छौँ। साथीहरू यहाँ पुरा जाडो छ यता। अब जस्तो हामी काफेर गाउन थाल्यो जाडो, हामी त अब गरम हुन्छ भनेर हल्का लुगा लगाएर आयो हो। भरे पनि यहाँ जाडो रहेछ ओकेको। चाहिँ हामी लोलेगाउँ आइपुग्यौँ। यही त हो लोलेगाउँ। बुद्ध स्ट्याचु देख्नु गयो यही हो। अस्ति हामीले खाना खाएको यहाँ अगाडि। अब हामी सिधै लाग्ने हो
छिट्टै लाग्ने यो चाहिँ हो तपाईँको पार्क यहाँको पार्क डाब्लिङ यस्तो हुन्छ दार्जिलिङ भ्यू अगाडि हो अगाडि यो चाहिँ तपाईँको लोलेगाउँ पार्क यहाँदेखि चाहिँ उकालो रहेछ तपाईँहरूको डाब्लिङ भ्यू पोइन्ट चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ यहाँ हेर्नुहोस् है यहाँ एउटा म्याप छ हो यताबाट यो चाहिँ हो तपाईँको लोलेगाउँपट्टिबाट आउने तलका बाटो चाहिँ तपाईँहरू कालिम्पोङ उताबाट आउनुभयो भने चाहिँ यता पर्छ तल उकालो यस्तै होला अलिकति आइपुग्यो साथीहरू हामी दिस इज द एन्ट्रेन्स यहाँ पार्क गर्नु भन्दैछ अहिले साथीहरू हामी चाहिँ आइपुग्यो भ्यू पोइन्ट आइपुग्यो हामी डाब्लिङ भ्यू पोइन्ट टिकट काउन्टर छ यहाँ टिकट काटेर माथि जाने हो अफचुके डाब्लिङ भ्यू पोइन्ट ड्रिम काटेर छ यो बेगाले हाम्रो पसिसकेका छौँ 20 अस्ति त कहाँ 20 रुपियाँ टिकट 50 रुपियाँ भएछ कि त टिकट 50 रुपियाँ भएछ हामी चाहिँ यो डाब्लिङ भ्यू पोइन्ट यो एन्ट्रेन्स अल्छे बगाले अब सुरु गर्ने अरे यस्तो छ यहाँ चाहिँ पार्किङ छ यहाँदेखि चाहिँ वक गर्दै आउनुपर्छ गाडी चाहिँ भित्र ल्याउनु पाउनु सक्नुहुन्न डाब्लिङ भ्यू पोइन्ट यो लाग्यो हामी मेन बाटो पार्किङ यहाँ छ भ्युज यस्तो छ हेर्नुहोस् न भ्युजहरू यहाँ चाहिँ हो तपाईँको त्यो फोटो खिच्ने ठाउँ यसका वकमाथि चलो चलो थक गया क्या यसो चाहिँ हाम्रो त साइक्लिङ गरौँ ल यहाँको म्याम फिर्ता छ हो यो बुढीको यहाँ तानियो फोटो एउटा सो हामी आइपुग्यो द मोस्ट आउटर त भन्न सकिँदैन तर अब हेरिरहेको थियौँ जहिले पनि है रिल्समा सो यो चाहिँ हो तपाईँहरूले त्यो ग्लास वक फोटो खिच्न सक्नुहुन्छ यो ठाउँ ए ग्लास वक छ ग्लास वक चढ्ने अब हामी दिस इज आई लभ डाब्लिङ हाम्रो म्याम हामी चढ्दैछौँ अब चलो चलो ल यहाँ बुढे बुढे के हो डर लाग्यो नचलु अँ बुढे ओ जाऊ न समाताले हो त अरे बाबा आऊ न के हुँदैन हौ लड्ने भए त यत्रो माथि चढ्नु दिन्थ्यो क्या नि हौ चिसो हावा आयो बल्ल बल्ल दामी लाग्दैन होला खै आऊ न डर क्या जिते डर के को डर हौ मजाले आउँछ हौ के हुँदैन हौ त्यही भएर आइरहेको छ डराउँदै भयो भने बुढी पल्लो छेउसम्म चाहिँ आयो सो अहिले चाहिँ हामी यहाँनिर छौँ हो अब हाइट फोबिया छ हाइट फोबिया भन्दा पनि ग्लास हाउसमा चाहिँ सक्दैन बुढी आधी घन्टा लाग्यो होला हिँड्नु ल अब यहाँदेखि चाहिँ हामी अर्को भ्यू पोइन्टमा जानेछौँ फेरि त्यहाँनिर त्यहाँ चाहिँ मजा बुढी चाहिँ डराएर कुनामा बसिरहेको छ भाउजू पुरा डराइरहेको छ अब बुढी त्यहाँ आउँछ यहाँसम्म हेर्नुहोस् मेरो बुढी हिँडेको हेर्नुहोस् ल अब यहाँ भयो यहाँ घुमिसकेका छौँ किन अरूलाई पनि पाला दिनुपर्छ केवल 10जना मात्रै चढ्नु पाउँछ नि त हो यस्तो छ यहाँ चाहिँ जग्गाहरू दामी छ लोकेसन हेर्नु सक्छ साइक्लिङ गर्नु पर्यो टिकट काट्दैछ एउटा मैले साइक्लिङको टिकट काटेँ 300 रुपिस बढे टिकट काटेँ साइक्लिङको त्यो साइक्लिङको जिप लाइन जाने हो अब अहिले ठुलो मान्छे बुढो मान्छे सबले गर्छ ल एउटा हात साइकल हेर्नु समात्छु समात्नु मात्रै त हो पेडल हान्नु त पेडल त फुटाले हानिहाल्छु नि हातले अब साइकल आउँदैछ
फर्स्ट टाइम लाइफमा फर्स्ट टाइम साइकल जिपलाइन गर्दैछु दादा चाहिँ अब साइक्लिङ गर्ने अरे हो पुरा एक्साइटेड भएर अघि टिकट काटेर पर्खेको बल्ल बल्ल साइकल आइपुग्यो अब हेलमेटहरू लाएर चाहिँ सुपरम्यान भएर दादा जानै पर्यो बाई बाई गयो अब साइकल म्यानुअली तानेर लाँदो रहेछ त बहिनी र बुढी चाहिँ यहाँबाट आउँदैछ चिसो रमाइलो ठाउँ मजाको रहेछ 1.5 घन्टा 2 घन्टा बिताउनु चाहिँ मजाको जग्गा रहेछ यो चाहिँ हो द फेमस फोटो खिच्ने सेल्फी अब के भन्नु पोइन्ट मज़ा है हम यहाँ से आए अभी वहाँ फ़ोटो खींचे अभी फिर हम यहाँ आए हम पैदल नहीं आए हम जीप लाइन में आए तो ये है आपका फ़ोटो खींचने वाला पॉइंट यस थोड़ी कस्तो लाग्यो सानै छ होइन म त यो थर्ड टाइम हो म यहाँ लगाएँ थर्ड टाइम आएको थर्ड टाइम सबै त फर्स्ट टाइम हो चाहिँ यहाँनिर जिपलाइनको मजा लिन सक्नुहुन्छ जिपलाइन साइकलको पनि मजा लिन सक्नुहुन्छ जिप साइकलको है कस्तो दामी जग्गा छ यहाँ चारैतिर पहाड वरिपरि बिचमा छ यो एकदम सेल्फी पोइन्टहरू ए त्यो सेल्फी यो डान्स You can enjoy both. हवा में साइकिल चला सकते हैं आप लोग नीचे रेस्टुरेंट छ यतिको वाशरूम यस्तो रिमोट जग्गामा ठिकै हो तपाईले यसरी एउटा टोयलेट पाउनुहुन्छ केटाको लागि लेडिजको लागि यता नेपालीहरूको हिडोको भुइँबिरा फुर्लुङ सबै यस्तो छ हेर्नुहोस् मजाको छ सो यही माथि छ तपाईँको जिप यो सेल्फी डाँडा यु क्यान ह्याभ इन्जोय पूजा ओ ब्ल्याक कफी खाने मान्छेहरू ब्ल्याक कफी चिया खुसी खुसी मजा भएछ मलाई ब्ल्याक कफी खानु पाउँछ
एउटा पोइन्टको लागि हामीले 70 किलोमिटर गाडी चलाएर 3.5 घन्टा बोकाएर आएको छु। किन इन्जोय नलिनु? लाई छैन मलाई मजा आइरहेको छ अर्डर आइपुग्यो ल यहाँ दुईजना बहिनीले चाहिँ झालमुरी र फुस्का बिक्री गर्दो रहेछ हो कति व्यवसा जहाँ पनि हल्का हल्का व्यवसायहरू बिचरा बहिनीले यहाँ अब सानो बहिनीले फेरि मोमो खाँदैछ ठुलो बहिनीले यहाँनिर आलुदम खाँदैछ मजाको लोकेसन छ तपाईँले आउनु सक्नुहुन्छ घुम्नुको निम्ति यस्तो यहाँ झुलाहरू छ झुलाहरू खेल्न सक्नुहुन्छ हो यहाँ बसेर तातो चिया कफी खाँदा हुन्छ त्यो साइकल चढ्न जान्नेहरू क्या हो अर्कै नि अड्क्यो हावामा अड्क्यो लो उल्टा घुमा ल्या पाले ल्या बल्ल बल्ल आया पहाड़ में आके मैगी ना खाए तो पहाड़ क्या आए नानीको लागि जम्प गर्ने बनाएको रहेछ नानीको लागि सानो खेल्ने यता पनि बनिँदैछ अन्डर कन्स्ट्रक्सनै छ हाम्रो रेबेका यता यहाँ पिङको मजा लिइरहेको छ हो सेल्फी डाँडा छेउमा पिङको मजा लिँदैछ लु अगाडि पनि भन्नु पऱ्यो ल बचपनको याद आयो कि बचपनको याद आयो यहाँ पिङ खेल्नु मजा आइरहेछ अरे हामी त जाउँ कोरिया जाने मान्छेले इन्जोय गरिराख्नुहोस् त्यहाँदेखि त कोरिया गएपछि यस्तो गर्न पाउँदैन नि त डिसिप्लिन छ त्यहाँ त हो छ भ्यू पोइन्टहरू यस्तो मजाको छ अरे बेसी हिँड्नु पर्दैन हौ छैन बेसी हिँड्नु पर्दैन त्यहाँनिर अरे बाबा बेसी हिँड्नु पर्दैन गाडी जान्छ गाडी गाडी जान्छ गाडी जुवा जातो जाते ओखली 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 तलको मुस्ली माथिको नाङ्लो डाकी पेला के भन्छ त्यसलाई त्यो उयो गोलो गोलोलाई सारङ्गी ए मलाई ह्यापी संक्रान्ति टु एभ्रीवन नेपालीको ह्यापी न्यू इयर गएको तल भ्यू पोइन्ट सो जो व्यू पॉइंट है इसका ठीक ऊपर है बस यार तो अभी हम जा रहे हैं और नीचे एक व्यू पॉइंट है और ट्रैकिंग का रास्ता जेरोंग सनराइज व्यू पॉइंट हामी खोइ कस्तो बाटो आउँदैछ थाहा छैन यहाँ राख्नुपर्छ होला नि गाडी हैन गाडी जाने बाटो देखियो नेचुरल भ्यू पोइन्ट रियल छैन होला बाटो यही त होला ट्रेकिङ गर्ने गाड़ी जान्छ होला मैं अभी रास्ता देखने के लिए आया हूँ क्योंकि नया है ना हम लोग पहले नहीं आए गाड़ी जाएगा कि नहीं जाएगा गाड़ी तो आराम से जाएगा लेकिन आगे फिर घुमाने का जगह है कि नहीं है वहाँ यहाँ पर ओह यहाँ पार्किंग का एरिया है फॉर्म किया गाड़ी जाएगा नीचे तक नीचे व्यू पॉइंट तक गाड़ी जाएगा क्योंकि नया जगह है पूछना ही ठीक है क्योंकि अगर फिर बैक कैसे करेंगे कि नहीं अगर जगह नहीं है तो फिर तो मैंने गाड़ी यहाँ रखा हूँ देखो न यार बाटो अलिक अप्ठ्यारो रहेछ नलागेको भए हुन्थ्यो गाडी अरे गाडी आरामले जान्छ यो त राम्रो नराम्रो बाटो हो एकदम दामी बाटो हो यो त 4 वे हाइवे लाइन हो यो बुझ्यौ यता ओह्रालो रहेछ नि जाउँ आइपुगेछौँ हामी यहाँ टिकट काउन्टर रहेछ यहाँ चाहिँ मेन्टेनेन्स 20 रुपियाँ तपाईँको टिकट काउन्टर फर मेन्टेनेन्स जेरोङ नेचुरल भ्यू पोइन्ट ल पैसा ल्याऊ